हे छोरा अब नामाते मैले बिहान त्यत्रो सम्झाएको यहाँ साथीहरूसँगै कहाँ पुगिसक्यो देश प्रदेश खाइसक्यो मेरो पनि उमेर जाँदैछ बुढी भइसक्यो म तँलाई पकाएर कति रेस्टुरेन्ट खुवाउनु बिहादान पनि गर्दैन हे घरद्वार यस्तो छ घर बनाउनु पर्छ यो कुरा चाहिँ ख्याल राखे तैँले बुझिस् छोरा अब खान्न कसम खान्न अब ठ्याक्कै भए पनि ठ्याक्कै खान्न मलाई थाहा छ नि तपाईँ बुढी भइसकिसक्यो म खान्न अब ठ्याक्कै खान्न छोड्छु अब चाहिँ हामी त साह्रै गाउँमा त साह्रै नराम्रो भयो नि यो भने बेसी रक्सी हामी खाएर बढी त्यस्तो भएको नि हामी कहाँ निक्लेर हेर्थ्यौँ त्यही त हामी त छोड्नुपर्छ है रक्सी है भाइ छोड्नुपर्छ रक्सी मान्छेको पनि बदनाम अब घरमा पनि गाली गरेको छ हो मलाई त छोड कि छोड अब हिजो बेलुका पनि भनिरहेको छ हो हेर त यो यो त तेरो यसको त चाहिँ यसरी अब त कुटाइ पनि खायो अरे हो हामी गाउँको साह्रै बदनाम भयौँ हामी युवाहरू बिग्रियो हामी साह्रै भयो साह्रै है अब छोडौँ हो है छोडिनु पर्छ हो 2,000 years later. राम हेर बिहा मुद घिचराछ बिहानै त्यत्रो सम्झाएको हे छोरा नामात भनेको यसले त पटक्कै सुनेन यसले त के सम्झिँदैछ हौ आमालाई चाहिँ म हिजो बिहानै भनिसकेँ म बुढी भइसकेँ म खाना पकाएर तँलाई खुवाउनु सक्दिनँ भनेर बिहा गर भन्दा पनि बिहा गर्नु मान्दैन त्यो सिधै प्यारो भयो त्यो रक्सी प्यारो भयो है तैँले मेरो कुरा सुनिनस् है छोरा ल माथि रातिर जिन्दगी खुसीमै जाने भयो म अब बुढी यतिकै नै हुने रहेछु ल के गर्छस् ल धेरै खुसी गरे छोरा बिहान कसम खाएको बिर्सिस् है म मऱ्यो भने चाहिँ के गर्छस् हौ यसले म मऱ्यो भने चाहिँ यसले त बिहानदेखिको बेलुकासम्म रक्सीमा टुक्ने रहेछ हौ लै कहाँ हो आमा तिमी मऱ्यो भने बिहान एकचोटि खान्छु बेलुका म एकचोटि खान्छु